प्रचण्ड, केपी ओली र शेरबहादुरमा यहाँलाई चाहिँ तीनजना मध्ये को चाहिँ एउटा राम्रो भिजन भएको कि जस्तो को चाहिँ लाग्छ यहाँलाई? मलाई शेरबहादुर, डेमोक्रेट। तपाईले आज जति गाली गर्नु शेरबहादुर देउवालाई, त्यस्तो मान्छे अहिले नयाँ वैकल्पिक मान्छे हुँदैन। कुटाई खाँदाखेरि पनि उहाँले साइलेन्ट बस्नु। के गल्ती गर्नुभएको थियो उहाँले? उहाँ सरकारमा हुनुहुन्थ्यो। सरकारको प्रमुख शेरबहादुर देउवा हो कि केपी ओली? मान्छे एकजना मारेको इतिहास छ। प्रचण्डले 17,000 मारेको इतिहास छ। केपी ओलीले धर्मढकाल काटी काटेको इतिहास छ। उहाँले मारे हो। बरु अहिलेका यी नयाँ वैकल्पिकले बरु मान्छे मारेर आएको छ। उहाँले मारे हो। उहाँको श्रीमतीले भ्रष्टाचार गर्नुभएको थियो होला, त्यो पनि प्रमाणित छैन। उहाँको घरबाट पैसा निक्ल्यो भने पार्टी चलाउनका लागि अब अहिले नै यही वैकल्पिक शक्तिका नेताका घरमा हाल्ने हो, त्यही पनि भेटिन्छ। पार्टी चलाउनलाई ब्याङ्क एकाउन्टको सिस्टमै छैन नेपालमा।